नमस्कार सम्पूर्णमा नमस्कार। यस वर्षको हाम्रो भाइटिका तिहार विशेष किसिमको भएको छ। धेरै समय यहाँ भेट नभएका मेरा मामाहरू आउनु भएको छ आमालाई टिका लाउनका लागि। कति खुसी हुन्छ मामा आज तपाईँ त धेरै समयपछि भेट भयो आमासँग? मेरो त 9-10 वर्षै भयो होला सायद। एकदमै खुसी लागिरहेछ। ल मामाले चाहिँ आमासँग भेट हुँदा आमाको हातको टिका थाप्न पाउँदा खुसी छु भन्नुभयो। अनि अरू मामाहरू पनि के छ आज भेट भयो जे हजुरहरूसँग पनि गाउँमै हुँदा पनि भेट हुन्थेन, के छ फुर्सद मिल्यो आज? आज के अरे अघि पछि भेट्नु भयो भने आज तिहारको अवसर भएर भेट भयो। एकदम धेरै खुसी नै छौँ सबै भाइ बिना सित भेट भयो। म एकदम हृदयभरिको खुसी छु। ल हजुरहरू सबैलाई भाइटिकाको धेरै धेरै शुभकामना। सँगै हाम्रा फेसबुकमा जोडिने टिकटकमा जोडिने साथीहरूलाई पनि तिहारको धेरै धेरै शुभकामना छ। हामी जस्ता भिडियोहरू अरू पनि ल्याउने छौँ, सबैलाई गाउँका भिडियोहरू देखाउने छौँ है त। ल भान्जालाई पनि बधाई छ, धन्यवाद। लस् थ्याङ्क यू हजुरलाई मेरो व्यक्तिगत छुट्टै हजुरलाई शुभकामना। ल हुन्छ हजुर। हस् मामा भट्याउनुहुन्छ त भट्याउनुस् तलाई एउटा। आहै भन मेरा भाइयो देउसी, आहै भन मेरा मामा देउसी, आहै भन मेरी आमा देउसी, आहै देउसी रे भन देउसी, आहै राम्ररी भन देउसी, आहै तिहारको देउसी, आहै मौकाले भेटो देउसी, आहै वर्षौं पछि देउसी, आहै देउसी रे भनौ। ल धन्यवाद।